नेपालमा कति धेरै ठाउँहरू छन् जसको सुन्दरतालाई मैले बयान गर्न सक्दिनँ। हाई, इट्स मी जानुका एन्ड वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी कुरा गर्छौँ ल्याङटाङ ट्रेकको। हेलो गाइज, वेलकम। अब हामी चाहिँ माछापोखरी आइपुगेर यहाँबाट चाहिँ अब साइप्रबेसीको लागि गाडी चढ्छौँ। साइप्रबेसी पुगिसकेपछि 3 आवर्स हिँड्नुपर्छ अरे। 3 आवर्स हिँडेर ब्याम्बोसम्म पुग्छौँ भन्ने हाम्रो सोच छ। दिदी, हजुर, फर्स्ट टाइम ट्रेक जाँदै हुनुहुन्छ, कस्तो भइरहेछ त? अब एक्साइटेड छु, थोरै नर्भस पनि छु, हिँड्नलाई गाह्रो हुन्छ कि भनेर। जे होस्, मजा छ, रमाइलो छ। इभन कस्तो भइरहेछ त? फर्स्ट टाइम हो? कति टाइम हो यो ट्रेक? This is my 5th time. 5th? ए भनेपछि त मेरो पनि फर्स्ट टाइमै हो। हिनाजु फर्स्ट टाइम? एक्साइटेड, फर्स्ट टाइम हो मेरो। ल, हामी चाहिँ ठ्याक्कै माछापोखरीबाट साइप्रबेसी 2:30 तिर पुगेका थियौँ। त्यसपछि अब साइप्रबेसीबाट ब्याम्बोसम्म चाहिँ अब हामी जानुपर्ने छ। हेलो, कहाँसम्मको यात्रा हो? थाहा छैन, अब हेरौँ कहाँसम्म पुगिन्छ। कहाँसम्म पुगिन्छ? हेलो, आर यु रेडी? I am always ready. Yes, I am ready. के खानु भएको? लिची अमिलो लिची खाँदैछौँ। यहाँ पनि यसो सास आयो, भिटामिन सी। यसो बसेको ठाउँमा, थर्काइ मारेको ठाउँमा आनन्द भयो। फाइनल्ली हामी हिँडेको के अरे भन्न नि होइन, पहिरोबाट हिँड्न थालेको 2 घन्टा पछाडि हामी ब्याम्बो आइपुग्यौँ। ए, यहाँ देखिन थाल्यो ब्याम्बो। अब लगभग 5 मिनटमा पुग्छौँ। खुसी पनि लाग्यो, गल्ला पनि गलिएको छ। आजको ब्रेकफास्ट ब्याम्बोको। हामीले चाहिँ ब्रेकफास्टहरू गरेर ओरेर सबै गरेर 6:30 देखि चाहिँ हामी हिँड्न थाल्यौँ। 6:30 देखि बेलुका अब कति बज्छ, ल्याङटाङ भ्याली नै पुगेर बास बस्ने भनेर चाहिँ हामी अब अहिले बिहानै निस्केका छौँ। चाहिँ के अरे त्यो कुन ठाउँबाट आएको अरे हामी अहिले भर्खर कुन ठाउँबाट? घोडा तबेलाबाट चाहिँ थ्याङ्सा भिलेज भन्ने ठाउँमा ठ्याक्कै हामी 50 मिनटमा आइपुगेछौँ। अब चाहिँ लाग्छ 3 घन्टा जति ल्याङटाङ भ्याली पुग्नलाई। अहिले 3200 मिटर अल्टिट्युडमा छौँ हामी। अब हामी 3400 सम्म पुग्नु छ आज।
कति बजिरहेछ अहिले 7 बजे हामी अब निस्क्यौँ पछाडिको भ्यू यस्तो खतरा बबाल देखेको छ अब हामी 4 घन्टा हिँडेर क्यान्जिङ गोम्पा भन्ने ठाउँमा पुग्छौँ त्यहाँदेखि अनि एकछिन त्यहाँ खानासाना खाएर ओरेर अनि हामी आज लेक साइडतिर मात्र जान्छौँ अरू आज हामी कहीँ जाँदैनौँ अनि भोलि हामी माथि चढ्छौँ हिमालतिर गुड मर्निङ हामी चाहिँ अब अहिले के अरे कान्जिङ गोम्पाबाट अब शेरगढी जान लागेको छौँ अहिले ठ्याक्कै 6 बजेको छ हिजो अलिक गाह्रो भएको कारणले गर्दाखेरि चाहिँ ढिलो ब्रेकफास्ट गरियो मान्छेहरू चाहिँ 3 बजे 4 बजे नै हिँड्दो रहेछन् तर उनीहरू छिटो फर्किनलाई माथि पहाड जस्तो राम्रो बबाल देखेको छ है अब कतिसम्म जान सकिन्छ शेरगढीसम्म माथि नै पुग्ने सोच्छ पुग्न सकेन भने पनि आधीबाट अब लेक लागेन भने चाहिँ जान्छौँ अब के हुन्छ हाम्रो टिमबाट चाहिँ एकजना दिदी चाहिँ जान सक्नु भएन र बस्नुहुन्छ अब हामी 4 जना छौँ 4 जना अब हामी एकदम रेडी छौँ जानको लागि आर यु रेडी हामी चाहिँ हिँडेको 2 घन्टामा माथि जान सकिएन है सकिएन पहिलो ट्रेक हामीभन्दा पनि म सकिनँ मैले नसकेपछि मेरो हस्बेन्डले पनि अब मलाई एक्लै पठाउन मान्नु भएन सो हामी 2 जना चाहिँ फर्किँदैछौँ अरू 2 जना अब आउँदै हुनुहुन्छ होला अलिक माथिदेखि तर पछाडिको भ्यू पनि बब्बाले आएछ गाइज भेरी नाइस है